यो कुनै नौलो कुरो त होइन, हानिरहेको कुरा नै हो। तर कस्तो हुन्छ भने आज हाम्रो इक्विपमेन्ट भन्छ के भन्छ यसलाई, यो चाहिँ अलिकति युनिक पारेको छ है। यसमा चाहिँ आज के हुन्छ, प्रपर डाइभिङ भित्र टक्क ल ल ल ल ल कसरी हान्ने भनेर यसरी स्वाटै नर्मल। अब डाइभिङ स्किल चाहिँ राम्रो छैन, खुट्टाहरू धेरै बेन्ड हुन्छ, प्रपर स्ट्रिमलाइन पोजिसनमा छिर्दैन भने चाहिँ तपाईँहरूले यसरी पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ। अब धेरै गहिरो गयो भने चाहिँ ठोकिन सक्छ, त्यही भएर एकदमै सेफ्टीको सायद डाइभ हान्दाखेरि 6-7 फिट 8 फिट भन्दा तलको हाइटमा चाहिँ नहान्नु होला डिपमा चाहिँ है त। यदि मान्छे मोटो मान्छे छिर्न सक्छ भने तपाईँ वाइ नट ट्राई गर्न सक्नुहुन्छ। अझ एउटा स्टेप घटाएर पनि देखाइदिँदै हुन्छु। रेडी, अनि त तपाईँहरूलाई मेरो पनि हेर्नु मन लागिरहेको होला, तर ठिक छ, यो पनि बेटर नै छ मेरो भन्दा। हाम्रोमा दर्शकहरू पनि हुनुहुन्छ, यहाँ हेर्दै हुनुहुन्छ, एकजना नै 5 जना बराबर हुनुहुन्छ दर्शक पनि। कति लामो भिडियो बनाउनुपर्छ हजुर? 1 TBको आइफोन नकिनिदिने, अनि त्यसपछि भिडियो चाहिँ अनि फेरि 1 TBको बनाउनुपर्छ। ए घटाउँदै पो जाने। यो चाहिँ हाम्रो भर्खरै च्यालेन्ज एउटा भइसकेको छ। कति सानोसम्म हानेर यो फुटाउन सक्नुहुन्छ है त। सब अस्ति एउटा टिप बिगारिदिनु भयो ल। यो त ठ्याक्कै नाङ्लो जस्तै देख्दो रहेछ त बाहिरबाट। ल रेडी, ल है त। यति मान्छे मोटो मान्छे छिर्न सक्छ भने तपाईँ किन सक्नुहुन्न? ट्राई गर्नुहोस्। त्यो रिङ छैन भने पनि सिटी फ्ल्यास सिम्पलमा आउनुहोस् कि कसो होइन र भने। अझै एक स्टेप घट्छ हाम्रो, अझै सबभन्दा सानोमा चाहिँ म हानेर देखाइदिन्छु गाइज। सबभन्दा सानै हुँदैन यसमा, त्यो नि सानै त हो नि। ए एउटा लास्ट हो अब, सेकेन्ड लास्ट यत्रोसम्म त ठिक छ। यता नि यो चाहिँ छिर्दैन सोल्डरमा ल मेरो। फुट्नु चाहिँ भएन है, मैले महँगोमै किनेको हेर त। माथिबाट हान्दा लिनु त अब केही भन्न चाहनुहुन्छ? के भन्दिनँ, म त्यहाँ छिर्छु होइन, मेरो भुँडी अड्क्यो भने निकाल्न आइज ल। ओके छ त, ओके रेडी, अनि त वाइ नट कोकोनट भन्थ्यो लालाजीले। वाइ नट कोकोनट गर्थ्यो क्या लालाजीले। ठ्याक्कै लालाजीलाई याद आयो मलाई। दुई मिनटको हाम्रो भिडियो भइसकेको छ। अझै एउटा स्टेप घट्दैछ। योभन्दा सानो चाहिँ हुँदैन। बा यो त नि किरणको कम्मरको साइज भयो त। ओए त्यो त मैले तपाईँको हातमा लाउने माला जस्तो देख्दो रहेछ नि। अबै यति जा पनि छिरेन भने त नि छिर्दिएर छिरेन नि, अर्कै ठाउँबाट जानुभयो तपाईँ। अनि तपाईँहरू भिडियो स्लो गरेर हेर्नुहोस् है, भन्नुहोस् है त कमेन्ट अन बिलो होइन, कमेन्ट अन डाउन के हुन्छ सबै चिज चाहिँ एकैचोटि गर्नुहोस्। छिर्या हो कि होइन चाहिँ स्लो मोसनमा एकचोटि हेर्नु होला है त। भयो अरू कुनै बाँकी केही कला स्किल? अब स्किल यति नै हो ल, आजको लागि यति नै हो। यहाँ सानो हुँदैन नि, फेरि भाँचिन्छ, हुँदैन, गोलै हुँदैन। त्यो त नि हातमा लाउने माला त देख्दो रहेछ नि। धन्यवाद।